यस भिडियोमा एउटा महत्त्वपूर्ण इन्फर्मेसन लिएर आएको छु। जुन इन्फर्मेसन थाहा नपाएर धेरै व्यक्तिहरूको चाहिँ भिसा रद्द भएको छ र सकेसम्म चाहिँ धेरै व्यक्तिहरू माझ पुर्याउनलाई चाहिँ सेयर पनि गर्नुलाई। सामान्यतया म आफ्नो भिडियोलाई चाहिँ सेयर गर्नु भनेर रिक्वेस्ट गर्दिनँ। यो इन्फर्मेसन चाहिँ थाहा नपाएर धेरै व्यक्तिहरूको चाहिँ भएको भिसाहरू क्यान्सल भएको केस भएको भएर चाहिँ धेरै माझ पुर्याउनलाई चाहिँ सहयोग गर्नुलाई है त। कुरा के हो भन्दाखेरि चाहिँ यदि तपाईको यहाँ जापानको भिसा चाहिँ हैन अब 2 वर्ष 3 वर्ष 5 वर्ष अथवा तपाईसँग पीआरए किन नहोस्, पीआरए भए तापनि यदि तपाईँ नेपाल जाँदै हुनुहुन्छ, नेपालको बसाइ चाहिँ 1 वर्षभन्दा बढी छ भने त्यो अवस्थामा तपाईले आफू बसेको क्षेत्रको नजिकको चाहिँ इमिग्रेसन गरेर चाहिँ रिएन्ट्री पर्मिट लिनुपर्ने हुन्छ है। सामान्यतया रुलमा के छ भन्दाखेरि यदि तपाईँ 1 वर्षभित्र फर्किने हो, 1 वर्षभन्दा बढी नबस्ने हो भने तपाईले रिएन्ट्री पर्मिट लिनु पर्दैन। तर तपाईको बसाइ चाहिँ 1 वर्षभन्दा बढी हुँदैछ भने त्यो अवस्थामा तपाईले चाहिँ रिएन्ट्री पर्मिट लिनुपर्छ। यसो भनिरहँदा के व्यक्तिहरू के भन्ला भन्दाखेरि होइन एयरपोर्टमा पनि त पाइहाल्छ नि, एयरपोर्टमा पनि हामीले फर्म भर्छौँ नि, रिएन्ट्री फर्म भर्छौँ भन्नुहुन्छ। हो, एयरपोर्टमा रिएन्ट्री फर्म भर्छौँ, त्यो रिएन्ट्री फर्म चाहिँ 1 वर्षभित्र फर्किने केसलाई लागू हुन्छ। तर 1 वर्षभन्दा बढी बसाइको केसमा चाहिँ त्यो फर्मले काम गर्दैन। त्यो अवस्थामा चाहिँ इमिग्रेसनमा गएर चाहिँ पैसा तिरेर रिएन्ट्री चाहिँ पर्मिट लिनुपर्ने हुन्छ। थाहा नपाएर यहाँ कस्तोसम्म भएको छ भन्दाखेरि पीआर बोकेका व्यक्तिहरूको पनि पीआर रद्द भएको छ। अन्य भिसाहरू त रद्द हुने कुरा भइहाल्यो है। त्यसले गर्दाखेरि स्पेसली जो व्यक्तिहरू सानो बच्चा लिएर बस्नु भएको छ है, यहाँ बच्चा यहाँ जन्मियो, यहीँको तपाईँको चाहिँ भिसा छ 3 वर्ष 4 वर्ष 5 वर्ष र चाहिँ केही समय नेपालमा राखौँ होइन, नेपालमै पढौँ भन्ने व्यक्तिहरू पनि हुनुहुन्छ नि होइन। त्यो व्यक्तिहरूले त्यो फ्यामिलीले चाहिँ एकदमै केयर गर्नु है। आफ्नो बच्चा चाहिँ यदि 1 वर्षभन्दा बढी बस्दैछ भने कम्पलसरी रिएन्ट्री पर्मिट लिउँ। साथसाथै जो पीआर भएको व्यक्तिहरू चाहिँ के सोध्नुहुन्छ, पीआर भनेको चाहिँ ल मैले एकचोटि पीआर पाएँ, अब म सधैँको लागि म जापानमा बस्न पाइन्छु, भलै म जापानमै बसौँ या म लामो समयसम्म नेपालमै बसौँ होइन, तर म जापान जहिले पनि फर्केर आउनु पाइन्छ भनेर सोच्नुहुन्छ, तपाईँ गलत हुनुहुन्छ। यदि तपाईँको बसाइ नेपालमा 1 वर्षभन्दा बढी छ भने तपाईँको भिसा पीआर किन नहोस्, तपाईँले रिएन्ट्री पर्मिट लिएर जानुपर्ने हुन्छ। यदि लिएर जानु भएन भने तपाईँको पीआर पनि रद्द हुन्छ। त्यसैले यो इन्फर्मेसन थाहा नपाएर चाहिँ धेरै व्यक्तिहरूको चाहिँ भिसा रद्द भएको छ। कृपया सबैले चाहिँ यसमा चाहिँ ध्यान दिनु होला।